ट्याप ट्यापी गरिदिनुहोस्। जय भोलेनाथ। ह्यान्डसम मान्छे यार, यस्तो बडी बिल्डर मान्छेलाई टिकटकको बारेमै थाहा छैन रहेछ अझै। थाहा थिएन नि मलाई त, केही थाहा थिएन, त्यत्तिकै भाइरल भइदियो हेर्नुहोस् त। चिठी हराएर त्यत्तिकै भाइरल भइदियो। त्यो तर त्यो ठ्याक्कै अब किनकि फेरि अब टिकटकमा अब हजुरलाई थाहा छैन अब कति खराब मान्छेहरू हुन्छ कि फेरि तपाईँ यसरी जोडिनु भयो भने पुरै गाली बोलेको बोले हुन्छ, हजुरलाई काट्न आउँदैन फेरि। आउँदैन हजुर। त्यो नचिनेको मान्छेलाई चाहिँ हजुरले नजोड्नुहोस्, बरु एक्लै बसिराख्नुहोस् होइन। त्यो हजुरको गेस्टमा तान्ने मान्छेहरू पनि अब कति मान्छेले अब नेपालको झन्डा बोक्दै राजाको झन्डा बोक्दै अनेक गरेको हुन्छ, त्यस्तोहरू पनि एकदम याद गरेर। किन भन्दा हजुर अब एउटा यस्तो काठमाडौँको मान्छे अनि एउटा पारिवारिक मान्छे हुनुहुन्छ नि त नि। हजुर। अनि त्यसले गर्दा अब कसैले नराम्रो बोलिदियो भने त नराम्रो हुन्छ नि त होइन। नराम्रो हुन्छ नि बाबु। यसरी नै अब गेममा अब यसरी नै त्यो गरेपछि हजुरको यो कोइनहरू सबै काउन्ट भइरहेको छ। अब फेरि मैले पठाएँ, फेरि एक्सेप्ट गर्नु हजुरले। अनि यसमा त्यो के भन्छ त्यो टिकटकको बारेमा त्यो पैसा निकाल्ने अनि त्यो गर्ने मान्छेहरू हुन्छ नेपालमै। हजुर। हाम्रो थुप्रै भाइहरू छ। हजुर हजुर। उहाँहरूले गर्नुहुन्छ, त्यही भएर हजुरको नम्बर मलाई पठाइदिनु, अनि म त्यहाँ चिनजान गराइदिन्छु। पछि हजुरलाई सजिलो हुन्छ कि त्यो गरेर। तपाईँको 3 तोला सुन त 1 हप्तामा फिर्ता कसम हुन्छ भाइ। लौ न बाबु, त्यति गरिदिनु पाए मेरो पनि आनन्द हुन्थ्यो बाबु। लौ न, त्योभन्दा बढी आयो भने चाहिँ उतातिर बाँडिदिनु है। हजुर हजुर हजुर, म उतै बाँडिदिन्छु हजुर, लाइजमा बाँडिदिन्छु। मलाई 3 तोला 3.5 तोला मेरो निक्ली भयो भने बाबु मलाई धेरै खुसी लाग्थ्यो बाबु। लौ न बाबु। गाइज 3.4 केले उतापट्टि यस्तो स्पिडमा डबल ट्याप हान्नु न गाइज। ल एटलिस्ट 9-10 के पुऱ्याइदिँदा एकचोटिमा। ल यो गेममा चाहिँ उतापट्टि $100 बनाइदिनु त गाइज सबैजनाले। ल एकचोटि चाहिँ डबल ट्याप यस्तो जानु होइन। यो गेमबाट तपाईँकोमा $50 माथि है, नेपाली $8-9, नेपाली 9-10 हजारदेखि माथि बनाइदिन्छु ल यो गेममा। ल दाइ यस्तो 10-10 चोटि डबल। मेरो गिफ्टरले पनि बरु उता गएर हान्दिने एकचोटि। होइन सबजनाले 10-10 चोटि कि 5-5 चोटि लाइभ सेयर, 5-5 चोटि डबल ट्याप पनि गर्दैन गाइज उतापट्टि गएर एकचोटि। ल यो गेममा चाहिँ ब्लास्ट गरिदिउँ त सबैजनाले, कन्टिन्यू डबल ट्याप ल गाइज है। उतापट्टि जिताइदिने कि यो गेममा। सीता पाइलै हो होइन दाइ? हजुर बाबु, सीता पाइलै नै हो बाबु। ज्ञाननारायण महर्जन दाईको त 2टा जिम छ नि यता एराइटीमा पनि छ होइन। हजुर हजुर, त्यो उसमा छ अरे हजुर, भयो के वनस्थली भन्दा अलिकति मुनि छ। वनस्थली यता त्यो ढुङ्गे धाराबाट भित्र जाने। हजुर हजुर, त्यसै भन्नुहुन्थ्यो, रानीवन जाने बाटोमा भन्नुहुन्थ्यो, तर म गएको छैन। लकडाउनको बेला म नेपाल गएको थियो। हजुर, त्यो बेलामा चाहिँ त्यहाँ देखेको थियो कि। हजुर हजुर, थ्याङ्क यू मेरो भाइ, थ्याङ्क यू। होइन सबैजना छक्क परे कि तपाईँ अब यहाँ ज्याङ्गो छ, ज्यान पनि खतरा होइन। सुन चोरे भन्दा बेलामा तपाईँको सुन चोरे भन्दा चाहिँ सबैजना चाहिँ त्यो दुःख भन्दा हाँसिरहेछ कि। मेरो त्यतिखेर चेहरै त्यस्तो भएर आयो कि हजुरको। एकैछिनमा चाहिँ नि मैले भनी हाम्रो राजालाई त मोदीले पनि नमस्कार गर्छन्, हाम्रो नेतालाई गर्दैनन्, राजालाई त गर्छ नि मोदीले भनेर चाहिँ नि नमस्कार भनेर फुर्ती देखाएर गएको। एकछिनपछि त सुन चोरिदिइहाल्यो, लुटिदिइहाल्यो। लुटेपछि त म त रुनु पाएँ, केही जानिनँ मैले त। अनि तपाईँ यहाँ टी सर्ट लगाएर जानु पर्थ्यो कि ज्यान स्यान देखाएर। त्यसरी गएको भए हुन्थ्यो, सर्ट लाएर गएको, बर्बाद भयो नि। अनि अब के गर्नुहुन्छ दाई? अब सुन त हरायो, अब के गर्नुहुन्छ दाई भनेर सोध्नुभयो पत्रकार भाइले। अब के गर्ने भाइ, अब मेरो रुनी बाहेक अरू केही छैन मेरो अब भनेको। घरमा गए पनि अब यो खाली घाँटी लिएर म कसरी घर जानु अब भन्न थालेँ। सबले माया गर्न थालिहाल्यो नि। अनि त्यसपछि त तपाईको भिडियो त मिलियनमा कुदिरहेछ, करोडले हेरिरहेछ अहिले। मलाई हेरिरहेछ है बाबु। तपाईँको भिडियो
त यति बनाएको छ नि, यति बनाएको छ तपाईँको भिडियो। हजुर हजुर मैले